सबभन्दा पहिले यहाँनिर के बुझ्नु पर्यो, यहाँनिर यो खोला छ है। सो यो खोलाको नाम मनोहरा खोला हो। कुन खोला हो? मनोहरा खोला हो। सो ठ्याक्कै खोलाको छेउतिर तपाईँले राख्नुहुन्छ भने तपाईँले सेटब्याक छोडेर गर्नु पर्यो। के छोड्नु पर्यो? सेटब्याक छोडेर नै घर बनाउनु पर्छ। सो खोलातिरको तपाईँले 6 मिटरको सेटब्याक छोड्नु पर्यो। कति छोड्नु पर्यो? 6 मिटर। सो यहाँनिर जुन हाम्रो ग्याप छ तपाईँको 6 मिटर छोडेर घर बनाइरहेको छ। यहाँसम्म तपाईँको घर यहाँबाट स्टार्ट हो नि त हाम्रो, छ कि छैन? यहाँ तपाईँको चाहिँ लेभल यहाँसम्म हुने भयो रोडको होइन। सो तपाईँले के गर्नु पर्यो? 6 मिटर चाहिँ छोडेर यो घर बनाउनु पाइयो फर्स्ट। अर्को कुरा, यहाँनिर खोला छ भने यहाँनिर मोइस्चर छ, मोइस्चर सोइल हो यो भनेपछि पानीको मात्रा छ यहाँनिर, छ कि छैन? सो यदि पानीको मात्रा छ भनेपछि तपाईँले आइसोलेटेड कम्बाइन्ड रेक्ट्याङ्गल स्क्वायर फुटिङ राखेर काम हुँदैन, हुन्छ त? हुँदैन, किनकि मोइस्चर भएको सोइलमा, पानी भएको सोइलमा एसबिसी भनेको बियरिङ क्यापेसिटी अफ सोइल हुन्छ, त्यो के हुन्छ? लो हुन्छ, कम हुन्छ, कि त 100 हुन्छ कि त 125 हुन्छ है। सो त्यो हुनाले चाहिँ हामीले के गर्नु पर्यो? तपाईँले चाहिँ राफ्ट अर म्याट फाउन्डेसन युज गर्नुपर्छ। के गर्ने? राफ्ट अर म्याट युज गर्ने। यहाँनिर हेर्न सक्नुहुन्छ यो राफ्ट युज गरेछ है, राफ्ट फाउन्डेसनको डिजाइन गरेछ। सो राफ्ट फाउन्डेसनको डिजाइनमा के हुन्छ भनेपछि तपाईँले चाहिँ बटम मेस टप मेस जस्तो स्ल्याबको मेसहरू हुन्छ नि, डन्डी बाँधेको हुन्छ नि, तलबाट पनि पानी बाँधे हुन्छ, माथिबाट पनि बाँधे हुन्छ, हो कि हुँदैन? हो, त्यो तल र माथि दुइटै बाँधेको हुन्छ, हो कि होइन? सो यो अनि चाहिँ यसको ढलान चाहिँ 450 mm को थिकनेसमा ढलान गरिन्छ। 450 यहाँनिर हेर्नु त, यो थिकनेस हो यसको छ। सो 400 देखि लिएर 450 mm को यसको थिकनेस हुन्छ, मिनिमम 400 mm हुन्छ हजुर, हुँदैन? यति ढलान हुन्छ हजुर। योभन्दा माथि चाहिँ हाम्रो प्लिन लेभल आउँछ। प्लिन्थ लेभल कहाँ यहाँ आउँछ? म बिस्तारै भन्दै जान्छु क्या, बिस्तारै बिचमा नबोल्नु ल, ठिक छ? यहाँनिर के गर्ने तपाईँलाई चाहिँ यो फाउन्डेसन भयो तपाईँको पुरै है। यसमा तपाईँको टप मेस पनि आउँछ, डबल मेस पनि आउँछ। तपाईँहरूको नयाँ होइन, नयाँवाला उता जानु, उता त्यो साइड भइरहेछ, उता त्यो बिल्डिङमा जानु होइन, यो पनि साइड हो त्यो पनि साइड हो कि उता पनि। खनिसकेपछि तपाईँले चाहिँ के हुन्छ? ढुङ्गा मुढा पथलहरू राखेर चाहिँ तपाईँले के गर्नु पऱ्यो? पिसिसी गर्नु पऱ्यो, सोलिङ गर्नु पऱ्यो है। सोलिङ गरिसकेपछि तपाईँले चाहिँ पिसिसी गर्नुहोस्, ठिक छ? त्यो गरिसकेपछि बल्ल तपाईँले के गर्नु पऱ्यो? अब डन्डी बिछाउनु पऱ्यो, रिबार हाल्नु पऱ्यो, बटम मेस पनि हाल्नु पऱ्यो, टप मेस पनि हाल्नु पऱ्यो, दुइटै राख्ने। दुइटै राखिसकेपछि पुरै स्प्यानमा राख्ने हो क्या, जस्तै स्ल्याबमा पनि राखेको हुन्छ नि हामीले, सेम त्यसरी राख्ने। अनि माथिबाट कास्टिङ गरिदिने। कास्टिङ भनेको ढलान हुन्छ, त्यो ढलान गरिदिने। ढलान तपाईँको यो जुन ढलान गरेको छ नि, यो 450 mm को चाहिँ ढलान गरेर है, तपाईँले 400 देखि लिएर 450 mm को तपाईँको ढलान गरेर, ठिक छ? यो ढलान जुन मोटाइ छ नि, यो मोटाइ। अब यसमा यो ढलानकै बिचमा तपाईँको जुन डन्डी हुन्छ नि, हो त्यही डन्डीबाट यो तपाईँको जति पनि कलम निस्किरहेको छ नि, त्यहीबाट कलम पनि निकाल्ने। डन्डी जुन तपाईँको यो फुटिङमा हुन्छ नि, त्यही फुटिङमा चारैतिर यसरी घुमेको हुन्छ, एलडी हुन्छ, डेभलपमेन्ट लेन्थ हुन्छ, अनि बल्ल तपाईँले के गर्ने? माथि निकाल्ने, ठिक छ? अनि ढलान गरिदिने, बल्ल तपाईँको यो भयो। अर्को कुरा, यहाँनिर हेर्नु त, एनजिएल भनेको के हो त्यो बुझौँ। धेरै अब तपाईँहरूले ड्रइङमा एनजिएल सुन्नु भएको छ, अहिलेसम्म सुन्नु भएको छ एनजिएल? सुन्नु भएको छ? एनजिएलको फुल फर्म नेचुरल ग्राउन्ड लेभल। नेचुरल ग्राउन्ड लेभल। तपाईँले एउटै भिडियो लङ बनाइराख्नु भएको छ। एनजिएल कुरा बुझ्नु पऱ्यो, नेचुरल ग्राउन्ड लेभल हुन्छ। सो नेचुरल ग्राउन्ड लेभलको तपाईँको यो लेभल हुने भयो है। अर्थको यो तपाईँको चाहिँ रोड लेभललाई चाहिँ हामीले एनजिएल भन्ने। सो एनजिएल भन्दा यो मुनि गएको छ कति? 8 फिट, 8 देखि 8.5 फिटसम्म हामीले बेसमेन्टको डाउन गर्नु पऱ्यो। सो यो डाउन गर्ने, बल्ल यो कास्टिङ गर्ने। अनि यो जब डाउन गर्नुभयो भने साबरीतिर तपाईँको के हुन्छ? सोइल प्रेसर आउँछ, आयो कि आएन? हेर्नु त माथिबाट, अब उताबाट पनि सोइलले यता धक्लिरहेछ, यता पनि सोइल यता धक्लिरहेछ, छ कि छैन? सो सोइलमा जहिले पनि दुईवटा प्रेसर हुन्छ, एउटा एक्टिभ प्रेसर हुन्छ, अर्को प्यासिभ प्रेसर हुन्छ, दुईवटा प्रेसर हुन्छ। सो त्यो तपाईँले के हुन्छ? धक्लिन्छ। अब कतिजनाले के भन्छ भने त सर यति खर्च किन गर्नु पऱ्यो? ब्रिकको वाल 9 इन्चको वाल हाल्यो हुँदैन? के छ तपाईँहरूको सुझाव? ढुङ्गा राखे हुँदैन है? के छ सुझाव तपाईँहरूको? के छ सुभाष? के छ सुभाष तपाईँको? यहाँनिर ब्रिकको वाल राख्न पाइन्छ कि पाइँदैन? किन पाइँदैन? एकजना भन्नु न, उहाँले सोधेपछि उहाँले भन्न दिनु न, तपाईँले पनि सोध्नु होला नि, भन्नु। अर्थ प्रेसर बढी हुन्छ अनि ब्रिकले के गर्छ? धान्छ त हजुर? हो है, तपाईँहरूको के थियो कुरा? टेन्सन बढी हुन्छ यता सबै।
है शेयर फोर्स भनौँ यस्तो हुन्छ। अब यहाँनिर के हुन्छ भनेपछि जस्तै मानौँ जहिले पनि अर्थ प्रेसर आयो भने ब्रिकको वालले चाहिँ हामीले धान्दैन, धान्छ त? धान्दैन, किनकि यो वाल अब तपाईँले 9 इन्चीकै वाल राख्नुहोस्, राख्ने त के यसकै माथि राख्ने हुन्छ नि त, होइन? यसको माथि राख्नुहुन्छ, उताबाट अब राखिसकेपछि त्यसलाई त कम्प्याक्टेड गर्ने हो। कम्प्याक्ट बिना हुन्छ त ब्याक फिलिङ गर्दाखेरि? कम्प्याक्ट त गर्नु पऱ्यो। त्यो गर्दाखेरि तपाईँको के हुन्छ, सबै वाल यतातिर भत्किदिन्छ क्या, ब्रिकको वालले धान्दैन। त्यसले गर्दाखेरि चाहिँ हामीले के गर्नु पऱ्यो, यसलाई चाहिँ यो सेयर वाल भन्ने हो यसलाई। यो हो तपाईँको सेयर वाल। यो सेयर वाल चाहिँ हामीले डिजाइन गर्नुपर्छ। सो यसमा तपाईँलाई के हुन्छ, पुरै कास्टिङ हुन्छ, डन्डी राखेर ढलान हुन्छ, मसला हुन्छ, र यहाँबाट चाहिँ तपाईँलाई जति पनि अब सोइल प्रेसर आयो भने तपाईँले कुनै प्रकारको फरक हुँदैन। यसलाई आरसिसी वाल पनि भन्छ, सेयर वाल पनि भन्छ। यसको थिकनेस कति हुन्छ? 300 देखि लिएर 350 mm को थिकनेस हुन्छ यसको, है? यसको थिकनेस भनेको कति हुन्छ? 300 देखि लिएर 350 सम्म यसको तपाईँको थिकनेस हुन्छ, सेयर वालको थिकनेस हुन्छ। ठिक छ? यसमा तपाईँको दुईवटा साइडबाट जाने, दुईवटा मेस निकाल्नै पर्ने हुन्छ। एउटा यो साइडबाट फेसबाट निकाल्ने, एउटा त्यो साइडबाट निकाल्ने। र यसको क्लियर कभर, सेयर वालको क्लियर कभर भनेको 30 mm हुन्छ। कति हुन्छ? 30 mm। क्लियर कभर भनेको म ठ्याक्कै तल ओर्लेर देखाइदिन्छु तपाईँलाई, लड्दिनँ नि? नलड्नु सर। अब अर्को दिनदेखि सर डोरी ल्याउनु पर्छ। यहाँनिर हेर्नु त, यो डन्डी राखेको छ नि, यो पुरै मेस राखेको छ बाँधेको, यो बिचको ग्याप, यो ग्याप हेर्नु, यो ग्याप छ? तलको यो भागलाई के भन्छ? दिनै भन्ने? यो भागलाई तल। पुरै तलको भाग दिम? हजुर। यो दिमै छैन त कतै? होइन, यो सेयर वाल। यो हजुर। यो फाउन्डेसन हो, फाउन्डेसन राफ्ट फाउन्डेसन भन्ने यसलाई। कति mm हुन्छ? यो भनेको कि 450 400 देखि 400। यो बराबर एउटै पोजिसनमा? यो त पुरै हो, पुरै स्ल्याब हो, पुरै 450 mm सम्म पुरै ढलान भयो। त्यही भएर त महँगो पर्छ नि यो। तल थिकनेस कति हुन्छ त्यसको? थिकनेस त्यही त 400 देखि 450 mm भन्ने हो। बेसीको त 100 mm गर्ने हो नि त तपाईँ। सर ऱ्याफ्टको र त्यो के भन्छ आइसोलेटेड फुटिङको के भन्छ एउटै लेभल त्यो हुन्छ सर, हाइट डेप्थ सर, डेप्थ होइन, डेप्थ होइन, अर्कै केसको लागि सर सोध्नु के खोजेँ। क्वेसन के थियो तपाईँको? डेप्थ सर एनजिएलदेखि सेम हुन्छ कि फरक हुन्छ? होइन, फरक हुन्छ त। राफ्ट भनेको जहिले पनि 8 फिट डाउनमा राख्नु पऱ्यो त तपाईँले, किनकि यो त तपाईँले यहाँनिर काम, यहाँनिर त केही बनाउनु हुन्छ नि त, कि त पार्किङ बनाउनु हुन्छ, कि त तपाईँले बेसमेन्ट फ्लोर बनाउनु हुन्छ, कि त बेसमेन्टमा केही बस्ने बनाउनु हुन्छ नि त। यसको लागि तपाईँले आइसोलेटेड फुटिङ राख्नुभयो भने 1.5 मिटर छोड्ने, 5 फिट छोड्ने। यो मानव ग्राउन्ड हो भने 5 फिट छोडेर आइसोलेटेड डिजाइन गरिदिने। तर राफ्टको केसमा तपाईँले 8 फिट त झर्नै पऱ्यो नि। तानिदिनु सर, तपाईँलाई म तानिहाल्यो भने के हो? बाँस छँदैछ सर। ए होइन, पर्दैन।